नेपाली सेनाले 7वटै प्रदेशका लागि विभिन्न पदहरूमा ठूलो संख्यामा नयाँ भ्याकेन्सी खुलाएको छ र आजको यो भिडियो अन्तर्गत रहेर यसले कुन पदका लागि कति संख्यामा कर्मचारीहरू माग गरेको छ, त्यसैगरी यस भ्याकेन्सीमा एप्लाई गर्नको लागि तपाईहरुलाई शैक्षिक योग्यता के कति चाहिन्छ अनि के कति पढेकाले यसमा एप्लाई गर्न मिल्छ, त्यसैगरी तपाईहरुलाई फर्म भर्नको लागि के कागजहरू आवश्यक पर्छ र तपाईले यसको फर्म कसरी भर्न सक्नुहुनेछ भनेर सम्पूर्ण जानकारी यसै भिडियो मार्फत दिन गइरहेको छु। सो भिडियोलाई अन्तिमसम्म स्किप नगरिकन हेर्नु होला। साथै च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरी छेउमा रहेको बेल आइकनलाई अलमा सेट गर्नु होला, ताकि आगामी दिनहरुमा तपाईलाई यस्तै भ्याकेन्सी सम्बन्धी त्यसैगरी हेल्पफुल कन्टेन्टहरु सबैभन्दा पहिला मिल्नेछ। सो साथीहरु आउनुहोस् आजको भिडियोलाई ढिला नगरिकन सिधै सुरु गरौँ। र तपाईले हेडिङमा देख्न सक्नुहुनेछ नेपाली सेना र यसले चाहिँ मिति 2082 2 महिना 2 गते यानी कि जेठ महिनाको 2 गते यो भ्याकेन्सी प्रथम पटक प्रकाशित गरेको छ र नेपाली सेनाले चाहिँ विभिन्न ट्रेडका फलोअर्स पदका लागि चाहिँ नयाँ भ्याकेन्सी खुलाएको छ। सो यदि तपाईहरु यस भ्याकेन्सीमा इन्ट्रेस्टेड हुनुहुन्छ जो कोही भने पनि तपाईहरुले 7वटै प्रदेशबाट यसमा एप्लाई गर्न सक्नुहुनेछ। सो यसले चाहिँ विभिन्न पदहरू जस्तै रहेका छन् बकासी, चर्मकर्मी, त्यसैगरी केशकर्तक, त्यसैगरी सूचीकार, सरसफाई कर्मीहरू यसमा कर्मचारीहरू माग गरेको छ। सो यदि तपाईहरु यसमा इन्ट्रेस्टेड हुनुहुन्छ भने तपाईहरुले यसमा फर्महरू भर्न सक्नुहुनेछ। यसको लागि तपाईहरुले सबैभन्दा सुरुमा चाहिँ फर्म भर्नको लागि यसको लागि कुनै पनि अनलाइन माध्यम रहेको छैन। तपाईहरुले अफिसमै गएर आफैले फर्महरू यसमा भर्नुपर्ने हुन्छ। रु 10 को टिकट टाँसेर भनेर यसमा तपाईहरुलाई जानकारी दिएको छ। यसले चाहिँ अब कुन प्रदेशका लागि कति संख्यामा कर्मचारीहरू माग गरेको छ भनेर हामी डिटेलली हेरौँ र तपाईले भिडियोलाई स्किप नगरिकन मजाले हेर्नु होला, ताकि तपाईहरु कन्फ्युज नहुनुहोस्। तपाईले सबैभन्दा सुरुमा भर्ना केन्द्रदेखि हेर्नु होला र 1 नम्बरमा रहेको छ इटरी सुनसरी। यसको लागि चाहिँ तपाईहरुले देख्न सक्नुहुनेछ। तपाईले रेड बक्स भित्र पनि फलो गर्नु होला र तपाईले रेड बक्स भित्र हेर्नुभयो भने मजाले स्पष्टसँग बुझ्न सक्नुहुनेछ। र बकासी भनेर माग गरिएको छ यसमा, त्यसैगरी चर्मकर्मी, त्यसैगरी केशकर्तकको लागि माग गरिएको छ र बकासीको लागि 15 जना, चर्मकर्मको लागि 5 जना, त्यसैगरी केशकर्तकको लागि 5 जना यसमा कर्मचारीहरू माग गरिएको छ। सो यदि तपाईहरु यसमा इन्ट्रेस्टेड हुनुहुन्छ भने तपाईले यसमा एप्लाई गर्न सक्नुहुनेछ। तपाईहरु चाहिँ बकासी भन्नाले यदि तपाईहरु कन्फ्युज हुनुभयो भने चाहिँ बकासी भन्नाले चाहिँ बन्दोबस्ती कार्य सिपाही भनेर बुझिन्छ। सो अब कहीँ पनि फिल्डमा निस्किँदाखेरि तपाईले त्यहाँको बन्दोबस्त मिलाउने कामहरू तपाईले यसमा गर्नुपर्ने हुन्छ है। त्यसैगरी अर्को भर्ना केन्द्र रहेको छ बर्दिवास महोत्तरीका लागि रहेको छ। यो चाहिँ मध्य पूर्वीको लागि रहेको छ। बकासीको लागि 8 जना माग गरिएको छ, सूचीकारको लागि 4 जना, सफाई कर्मीको लागि 10 जना र केशकर्तकका लागि 8 जना यसमा माग गरिएको छ। त्यसैगरी अर्को भर्ना केन्द्र रहेको छ हेटौँडा मकवानपुरको लागि रहेको छ। यो चाहिँ मध्य पृतना हेक्वाको लागि रहेको छ भने हेटौँडा मकवानपुरको लागि चाहिँ बकासीबाट माग गरिएको छ 20 जना, सूचीकारको लागि माग गरिएको छ 5 जना र चर्मकर्मीको लागि माग गरिएको छ जम्मा 5 जना है। त्यसैगरी अर्को रहेको छ 4 नम्बरमा तपाईले यसको रेड बक्स भित्र हेर्नु होला र 4 नम्बरमा रहेको छ विजयपुर कास्की भर्ना केन्द्र रहेको छ भने यसमा चाहिँ बकासीको लागि 8 जना, सफाई कर्मीको लागि 10 जना, लोहाकारको लागि 5 जना र केशकर्तकको लागि चाहिँ 5 जना यसमा कर्मचारीहरू माग गरिएको छ है। त्यसैगरी अर्को रहेको छ योगीकुटी बुटवालको लागि माग गरिएको छ। सो तपाईहरुले यसको रेड बक्स भित्र हेर्न सक्नुहुनेछ। यसमा चाहिँ माग गरिएको छ सरसफाई कर्मीको लागि 10 जना, चर्मकर्मको लागि 6 जना, त्यसैगरी लोहाकारको लागि 8 जना र केशकर्तकका लागि 5 जना यसमा कर्मचारीहरू माग गरिएको छ। त्यसैगरी अर्को भर्ना केन्द्र रहेको छ निमारे सुर्खेतबाट भनिएको छ। सो यदि तपाईहरु सुर्खेतबाट हुनुहुन्छ भने यो भर्ना केन्द्रमा गएर तपाईहरुले फर्म भर्न यसमा सक्नुहुनेछ। सो यसमा चाहिँ बकासीबाट माग गरिएको छ 15 जना, सूचीकारको लागि माग गरिएको छ 4 जना र लोहाकारको लागि माग गरिएको छ 8 जना। र तपाईहरुलाई मैले चाहिँ कुन भर्ना केन्द्रको लागि कति संख्यामा कुन पदका लागि माग गरिएको छ भनेर डिटेली जानकारी दिइसकेको छु। सो यो भनेको चाहिँ भर्ना केन्द्रहरू रहेका छन्। यो भर्ना केन्द्रमा गएर तपाईहरुले यसमा फर्महरू भर्न सक्नुहुनेछ। र यसपछि अब हामी यसका अन्य रिक्वायरमेन्टहरू के छन् भनेर हामी हेरौँ र सबैभन्दा सुरुमा चाहिँ तपाईहरुले यसको फर्म भर्ने अन्तिम मिति कहिलेसम्म रहेको छ, म्याद कहिलेसम्म रहेको छ फर्म भर्ने भनेर जानकारी दिएको छ। सो तपाईहरुले चाहिँ फर्म भर्ने अथवा दरखास्त दिने अन्तिम मिति भनेको चाहिँ जेठ महिनाको 2 गतेदेखि तपाईहरुले 31 गतेसम्म चाहिँ फर्महरू भर्न यसमा सक्नुहुनेछ। र यदि तपाईहरुले यो समयमा फर्महरू भर्न सक्नु भएन भने दोब्बर दस्तुरमा चाहिँ तपाईहरुले असार महिनाको 1 गतेदेखि 7 गतेसम्ममा चाहिँ दोब्बर दस्तुरमा फर्महरू भर्न यसमा सक्नुहुनेछ। त्यसैगरी अब अन्य यसका रिक्वायरमेन्टहरू के छन् भन्दाखेरि चाहिँ अब आवश्यक योग्यता भनिएको छ। शैक्षिक योग्यता तपाईहरुलाई के कति चाहिन्छ भनेर यहाँ देखाइएको छ। सो तपाईहरुले सबैभन्दा सुरुमा हेर्नु होला। न्यूनतम शैक्षिक योग्यतामा यदि तपाईहरु साधारण लेखपढ गर्न सक्नुहुन्छ भने पनि तपाईहरुले यसमा एप्लाई गर्न सक्नुहुनेछ।
र तपाईँहरूले अब कक्षा 8 पास गर्नुभएको छ भने चाहिँ तपाईँहरूले कक्षा 8 का डकुमेन्टहरू जस्तै क्यारेक्टर सर्टिफिकेट मार्कसिटहरू चाहिँ लिएर जानु होला। त्यति गर्दाखेरि तपाईँहरूलाई अझ सहज हुनेछ। त्यसै गरी अब यसको अन्य रिक्वायरमेन्टहरू यानि कि तपाईँहरूलाई पुरुषको हकमा उचाइ भनेको चाहिँ 5 फिट 2 इन्च हुनुपर्नेछ, महिलाका लागि 4 फिट 10 इन्च। त्यसै गरी छाती नफुलाउँदा पुरुषको लागि चाहिँ 30 इन्च हुनुपर्नेछ भने फुलाउँदाखेरि चाहिँ 32 इन्च हुनुपर्नेछ र वजनको हकमा पुरुषको हकमा 50 केजी र महिलाको हकमा 40 केजी हुनुपर्नेछ। सो यदि तपाईँहरू अब चस्मा प्रयोग गर्नुहुन्छ भने चाहिँ तपाईँहरूको -2 वा +2 भन्दा बढी कमजोर नभएको हुनुपर्नेछ भनेर पनि यसमा जानकारी दिएको छ। त्यसै गरी अब यसका अन्य रिक्वायरमेन्ट उमेरको हदमा चाहिँ तपाईँहरू 18 वर्ष पुरा भई 26 वर्ष ननागेको हुनुपर्नेछ र तपाईँलाई यहाँ जन्म मिति पनि उल्लेख गरिएको छ कुन सालकोले यसमा एप्लाई गर्न मिल्छ भनेर। सो तपाईँहरूले 2056 2 महिना 31 गतेदेखि 64 2 महिना 31 गतेसम्मका यसमा फर्महरू भर्न सक्नुहुनेछ भनेर यसमा जानकारी दिएको छ है। र तपाईँहरूलाई अब यसमा फर्महरू भर्नको लागि के कागजहरू आवश्यक पर्छ भनेर यहाँ जानकारी दिएको छ। सो तपाईँहरूले यसको रेड बक्सभित्र मजाले हेर्न सक्नुहुनेछ। त सबैभन्दा सुरुमा भनेको चाहिँ तपाईँले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि लानुपर्ने हुन्छ, एक प्रति भनिएको छ। त्यसै गरी अर्को रहेको छ आफूले प्राप्त गरेको अन्य प्रमाणपत्रहरू अतिरिक्त क्रियाकलापमा तपाईँहरूले अब भागहरू लिनुभएको थियो त्यसको प्रमाणपत्रहरू छ भने पनि त्यसको प्रमाणपत्रहरू यसमा लानु होला, तपाईँहरूलाई अझ सहज हुनेछ अथवा प्लस पोइन्ट तपाईँहरूलाई हुनेछ। त्यसै गरी अब 8 नम्बरमा हेरौँ र 8 नम्बरमा रहेको छ फोटोग्राफ भनिएको छ र यदि तपाईँहरू यसमा एप्लाई गर्न चाहनुहुन्छ भने चाहिँ तपाईँले फोटो पिपी साइजको फोटो पनि लानुपर्ने हुन्छ। 2x2 साइजको चाहिँ तपाईँले 4 प्रति लानु होला भनिएको छ र तपाईँहरूले फोटो चाहिँ अलिक धेरै बोकेर जानुभयो भने तपाईँहरूको लागि अझ सहज हुनेछ। त्यसै गरी 9 नम्बरमा उल्लेख गरिएको छ परीक्षाका लागि सम्पर्क मिति र स्थान भनिएको छ है। सो तपाईँहरूलाई यो एकदमै आवश्यक पर्छ र तपाईँले यसको रेड बक्सभित्र हेर्नु होला। फर्म भरिसकेपछि चाहिँ 3 महिना 16 गते यानि कि असार महिनाको 16 गते को 11 बजे दरखास्त पेश गरेको सम्बन्धित भर्ना केन्द्रमा तपाईँहरूलाई जानकारी यो गराइनेछ भनेर जानकारी दिएको छ। तपाईँले जुन भर्ना केन्द्रबाट भर्नुभएको छ त्यो भर्ना केन्द्रमा जानकारी गराइनेछ अथवा तपाईँहरूलाई नम्बर दिएको थियो त्यो नम्बरमा तपाईँले कन्ट्याक्ट गरेर आफैले पनि बुझ्न सक्नुहुन्छ है। त्यसै गरी अब छनौट प्रक्रिया भनेको छ र यसमा चाहिँ अब विभिन्न छनौट प्रक्रियाहरू रहेका छन्। तपाईँहरूको हाइट त्यसै गरी वजन छाती रहेका छन् र तपाईँहरूलाई यो चाहिँ एकदमै इम्पोर्टेन्ट पनि रहेको छ। त्यसै गरी क नम्बरमा रहेको छ बियरिङ परीक्षा तपाईँहरूको यसमा जाँच गरिन्छ र बियरिङ पछि चाहिँ तपाईँहरूलाई अन्य यसमा रिक्वायरमेन्ट रहेको छ प्रारम्भिक स्वास्थ्य परीक्षण यसमा विस्तृत रूपमा तपाईँहरूको गरिन्छ। प्रयोगात्मक परीक्षा सम्बन्धी भनेको चाहिँ बाँकी सब बाहेक चाहिँ अन्यको प्रयोगात्मक परीक्षा पनि यसमा हुनेछ भनिएको छ। त्यसै गरी स्वास्थ्य परीक्षण पनि तपाईँहरूको विस्तृत रूपमा हुनेछ। त्यसै गरी तलब भत्ता भनेको नेपाली सेनाको प्रचलित नियमअनुसारै तपाईँहरूलाई यसमा प्रदान गरिनेछ तलब भत्ताहरू। त्यसै गरी अन्तर्वार्ता भनिएको छ पदपूर्ति समितिका पदाधिकारीबाट तपाईँहरूको अन्तर्वार्ता यसमा लिइनेछ। सो तपाईँहरूले अब इन्टरभ्यूमा तपाईँहरूलाई खासै त्यस्तो जटिल क्वेसनहरू सोध्दैन, सामान्य क्वेसनहरू नि यसमा सोध्ने हो। सो तपाईँहरूलाई त्यस्तो गाह्रो पर्दैन, नडराइकन मजाले कन्फिडेन्टका साथ इन्टरभ्यूहरू तपाईँहरूले दिनु होला। र तपाईँलाई यो भिडियो कस्तो लाग्यो यदि राम्रो लागेमा लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न बिल्कुलै नबिर्सिनु होला। साथै च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गरी छेउमा रहेको बेल आइकन अलमा सेट गर्नु होला ताकि आगामी दिनहरूमा तपाईँलाई यस्तै भ्याकेन्सी सम्बन्धी त्यसै गरी हेल्पफुल कन्टेन्टहरू सबैभन्दा पहिला मिल्नेछ। सो आजको लागि यति नै र अर्को भ्याकेन्सी नआउन्जेलसम्मको लागि बाई।